साथीहरू हजुरहरू सबैजनाले देख्न सक्नुहुन्छ यतातिर चाहिँ भुइँभरि यसरी स्याउ काट्दै फाल्दै गरेर किन गरेका छन् भनेर हजुरहरूले सोचिरहनु भयो होला। किन काटेर फाले उमला त यस्तरी स्याउ हजुरहरूले फटाफट कमेन्ट गरेर भन्नुहोस् त। यो स्याउ चाहिँ फाल्नु पर्दा यस्तो मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ जस्तो गरेर फाल्नु परेछ होइन। के गर्ने भुइँभरि यस्तो छ, यति धेरै छ, अझै काट्दै फाल्दै गर्नु लाग्नुमा। यो किन फाल्यौँ भन्दाखेरि यो गोल्डन स्याउ हो। यो गोल्डन स्याउ बाक्लो भयो भने अब साइज पनि धेरै ठुलो नहुने, अनि त्यही भएर राम्रो पनि नहुने भएकाले यो काट्दै फाल्दै गर्नु परेछ। तर मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ जस्तै गरेर यो स्याउ फाले देख्दा हेर्नु। बरु एक थाल भात लगेर फाल्न सक्थ्यो होला, म त यो काटेर फाल्न सक्दैन थियो होला जस्तो लाग्छ होइन। तर के गर्नु, अब काटेर फाल्नै पर्यो। फाला भनिसकेपछि हेर्नु न, यति काहीँ भने यस्तो बाक्लो स्याउ लागेर यसरी काट्दै फाल्दै गर्नुपर्छ, काहीँ भने एउटा दानो पनि रुखमै स्याउ लागेको छैन। के यस्ता दिन पनि आउँदै छन् कि साथीहरू, बल्ल थाहा पाउँदैछु म चाहिँ गोल्डन स्याउ हो। अनि गोल्डन स्याउ लास्ट बाक्लो फलेर काट्दै फाल्दै गरेर हेर्नु, यस्तो नाश लाग्यो होइन मलाई चाहिँ, साह्रो नाश लागेछ यो स्याउ काट्दै फाल्दै गर्नुपर्दा चाहिँ। अब के गर्न, अब फाल्न बाध्यता नै भएर फाल्यो होइन। यस्तो छ भुइँभरि छपक्क यहाँबाट पर्छ, हजुरहरूले देखिसक्नु भयो। मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ भने जस्तै छ होइन। यो चाहिँ